मात्र 100 रुपियाँमा हाइड्रो पावरको शेयर। कलङ्गा हाइड्रोको बहुप्रतीक्षित आइपिओ बारे जान्नै पर्ने मुख्य कुराहरू छिटो हेरौँ है त। के यो नयाँ आइपिओ साना लगानीकर्ताका लागि साँच्चीकै सुनौलो अवसर हो त? आउनुहोस् सँगै पत्ता लगाऊँ। यसमा लगानी गर्न एकदमै सजिलो छ। प्रति शेयर मूल्य ठ्याक्कै 100 रुपियाँ मात्र तोकिएको छ नि। सर्वसाधारणका लागि जम्मा 12,48,904 किता शेयरहरू बजारमा आउँदैछन्। यो शेयर कम्पनीको कुल 1 अरब 40 करोड रुपियाँ बराबरको जारी पुँजीबाट छुट्याइएको हो। मे 22देखि 27सम्म जम्मा 6 दिन मात्र समय छ, त्यसैले छिट्टै निर्णय गरिहाल्नुपर्छ है। आवेदन दिन धेरै सजिलो छ। समय सीमा अगावै मेरो शेयर एप वा वेबसाइटबाट सिधै भर्न सकिन्छ। अधिकतम 20,000 कितासम्म भर्न त पाइन्छ, तर सबैभन्दा स्मार्ट रणनीति भने अलि फरक छ। बजारमा एकदमै उच्च माग र गोला प्रथा हुने भएकाले जम्मा 10 किता मात्र भर्नु सबैभन्दा बुद्धिमानी हुन्छ। आयोजनाको कुरा गर्दा यो बझाङमा अवस्थित 15.33 मेगावाट क्षमताको जलविद्युत परियोजना हो। लगानी गर्नुअघि ख्याल गर्नुपर्ने कुरा, केयर रेटिङ नेपालले यस आयोजनालाई केयर एनपीबीबी रेटिङ दिएको छ। यसको सिधा अर्थ के हो भने यो कम्पनीमा लगानी गर्दा मध्यम स्तरको जोखिम हुन सक्छ। यो जानकारी पूर्ण रूपमा शैक्षिक उद्देश्यका लागि हो। शेयर बजारमा सधैँ जोखिम हुने कुरा नबिर्सौँ। वित्तीय विज्ञसँग सल्लाह गरेर मात्र अघि बढौँ। के यो मध्यम जोखिमको आयोजना साँच्चीकै सही छनौट होला त?